दर्शकबिन कान्छी र सागर सुतिरहेको अवस्थामा त्यो झ्यालबाट चियाउने व्यक्ति आखिर को रहेछ त? कान्छीले यसरी लगाइन् पत्ता, आखिर त्यो व्यक्ति को रहेछ? जान्नको लागि पुरा भिडियो हेर्नुहोला। हो साथीहरू, पछिल्लो समयमा जब कान्छीले आफ्नो श्रीमान सागरलाई त्यो सहरको घना जङ्गलबाट बचाएर आफ्नो गाउँमा लिएर आएकी हुन्छन्, तब सागर र कान्छीको जीवनमा भने केही खुसी छाएको थियो। तर यति बेला भने राति सुतिरहेको अवस्थामा प्रत्येक दिन कान्छी र सागरलाई त्यो एउटा झ्यालबाट कुनै व्यक्तिले चियाइरहेको हुन्छ। हो साथीहरू, आखिर त्यो व्यक्ति को रहेछ भनेर जान्नको लागि कान्छीहरूले भने आफ्नो घर परिवारसँग कुरा चलाएका हुन्छन् र जब घर परिवारले पनि थाहा नपाइसकेपछि यति बेला कान्छीका घर परिवारले त्यो व्यक्ति को रहेछ भनेर जान्नको लागि आफ्नो दाजु र भाइलाई भने माथि छतबाट भिडियो गराउन भनेका हुन्छन् र उनीहरू भने सुतिरहेका हुन्छन्। फेरि पनि त्यही व्यक्ति आउँछ, तर माथि दाजु र भाइ भने निदाइरहेका हुन्छन्। जब कान्छी र सागरले त्यो गुन्डालाई देखेका हुन्छन्, तब भने दाइ भाइ यहाँ त्यो फेरि आयो, को रहेछ हेर्न आउनुहोस् भनेर चिच्याउँदा भने त्यो गुन्डा भागेको हुन्छ र जब उनीहरू सबैजना मिलेर बाहिर त्यो गुन्डाको पछाडि जान थालेका हुन्छन्, गुन्डा भने धेरै टाढा भागिसकेको हुन्छ। त्यसपछि कान्छीले भने त्यहाँ निहालेर हेर्दा त्यहाँ एउटा माला भेटाएकी हुन्छन् र त्यो माला देखेर कान्छीले भने त्यो व्यक्तिलाई चिनेको जस्तो गरेकी हुन्छन्। हो साथीहरू, आखिर त्यो व्यक्ति को रहेछ भन्ने जान्नको लागि त हामीहरूले कान्छीको अर्को नयाँ भाग हेर्नुपर्ने हुन्छ। तर आखिर जे जसो भए पनि त्यो पक्कै पनि कान्छी र सागरको दुश्मन हुनुपर्छ र पक्कै पनि कान्छी र सागरलाई केही दुःख तनाव दिउला भनेर त्यहाँ आएको हुनुपर्दछ। तपाईहरूलाई के कस्तो लाग्छ? आफ्नो मनमा लागेको जिज्ञासा तलको कमेन्ट बक्समा लेख्न नछुटाउनुहोला भन्दै आजको लागि बिदा चाहन्छौँ। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला। हस्त आजको लागि बिदा चाहन्छौँ।